हाई गाइस, उहाँ चाहिँ मेरो दादा। वेलकम टु माई हैन वेलकम टु आवर ब्लग क्यान्सिल अरे हुँदैन हामी कृष्ण मन्दिरमा डुले। यो चाहिँ कृष्ण मन्दिर पाटन दरबार स्क्वायर दादा र म। हाम्रो मिटअप कहिले हुन्छ हौ त? मेरो आँखामा अहिले मस्कारा लगाएको छु। दादा चाहिँ बिजी हुनुहुन्छ। ए यहाँ त त्यसै म यहाँ खैरेनीहरू हेरेको हेरेछ मलाई देखेर लट्ठै भइसक्यो यहाँको टुरिज्म। खैरेनीहरू पिदा दादासँग ए उता त बाजे पनि हुनुहुँदो रहेछ। अहिले खतरा भएको बनाएको छु त तिमीहरूले त दाजु बहिनीको एकदम बसी बसाइ हुँदैछ यहाँ। काममा जाने टाइम पनि हुँदैछ बिस्तारी। आहा गाइस बुढापाका साखा सबै बस्नुभएको छ। मान्छेहरू वरिपरि मसियो दादाको बस्ने स्टाइल, बहिनीको मेरो बस्ने स्टाइल। कोसँग छौ तिमी अहिले? कोसँग छौ तिमी अहिले भनेको नि? धेरै नजिक हाल्दा फिल्टरै नलाग्ने दादाले हँसाउनु भयो। जेनी पुग्नु आएको छ कहिले आकी? रुममै राखिरहेको छु भन्दै यसो घुमाउनु नि कता कता। बिचरा हजुर भन न नि, हजुर फ्री हैन? म कहाँ फ्री छु त? अब दिदीहरू छ, म त जानुपर्छ। न्यु रोड जानु हुनु हैन? न्यु रोड जाने छु। दादा न्यु रोड जानुहुन्छ अहिले सपिङ गर्नलाई। आउने हो गाइस, आउ न्यु रोडमा। दादाको साथी भाउजू चाहियो, एउटा भाउजू होला यो एकजना। एउटा भाउजू खोज्नु पर्यो दादाको लागि। वेलकम टु माई लाइफ गाइस। वेलकम टु माई लाइफ अरे भाउजू चाहियो, भाउजू कन्ने हैन फेरि। यही खोज्नु पर्ला जस्तो। कसलाई? एउटा भाउजू खोज्नु पर्ने भयो यहीँनेरि। ए अस्ति भेटेछु त। तिम्रा नयन कहाँ बारिस्टर काम कहाँ गर्छ? खोदिन दादा भन्दै सेकेन्ड यसो हेर्नुपर्छ। बारिस्टरको लागि कहाँ बस्ने हो? बौद्ध साइड बस। बौद्ध साइड त्यतातिर त हुन्छ त नि। हुन्छ वेबसाइटमा पनि गर्नु भएको छ, फेसबुक पेजमा यत्तिकै हालिदिरहेको छ। हेर्नु पर्यो कन्ट्याक्ट गर्नु दादालाई। म त त्यो काम गर्छु। हाम्रो बुनु उहाँ गर्छ, यहाँ बस्छ, कहाँ गर्छ? हात्ती वनमा बस्छ अनि उता यो शङ्खमूल पारी गर्छ। अर्को बुनु उही नजिकै छ पर पारी हो नि त उता। अब काममा कति मेहनत लाग्यो यो बनाउन, कति टाइम लाग्यो भन्नु न है। यो सक्पा हो क्या, यो सक्पा बनाउनु यस्तो गाह्रो है। यसकै यही काठको उयो बनाउँछ होइन, खाटहरू मतलब बेड्सहरू यताउता दाउरा काठहरू सबसे दाउरा त्यही भएर त यस्तो बाँचिरहेको छ। अरू काठहरू दादा यहाँ भाउजू खोज्दै हुनुहुन्छ। भाउजू खोज्दै आएको हामी होइन यहाँ। अङ्कल आन्टी मात्रै छ, अब के गर्नु। भाउजू हराएको छैन। भाउजू खोज्दै आएको गाइस भेटेर अब खैरेनी हुन्छ, खैरेनी हामी दुईटा यसो उठाएर हिँड्नु पर्ला। यो चाहिँ कृष्ण मन्दिर हो, पहिलाको कला।
यहाँको कलाहरू त ठिकै हो उता भक्तपुरको त राम्रो छैन नि उताको त पटाङ कलाहरू छ नि अनि त्यही त हो त नि यहाँ पनि छ है घरि साथी छ यहाँ पनि छ कता कता देख्दै मैले त त्यही पनि खोइ केमा उयो भएर अनि मैले हेर्न थालेको होइन भक्तपुरको चाहिँ हेरेको थिएँ कि मैले त्यस्तो डेन्जर कलाहरू थियो भक्तपुरमा यहाँ चाहिँ खासै रहेछ रहेछ ए कृष्ण तर कृष्णको झन् हुनु पर्यो होइन गोपिनी गोपिनी माया पहिला पनि तर पेन्सिलहरूले कोर्थ्यो होला नि पेन्सिलले कोर्ने हो र A to Z चाहिँ कसरी हुन्छ यहाँको A to Z छ नि होइन वारिपारि त्यसलाई पनि कोर्थ्यो होला कोर्दा के अरे टाइम हेर्दैछु म 12:02 भयो टाप हान्नुपर्छ काममा जानुपर्छतिर सबै अरू मन्दिर हो कृष्ण मन्दिरको किन ठाउँ छ यस्तो हुन्छ यस्तो हुँदैन क्या यस्तो हुन्छ क्या यो बनाउनु प्रायः चाहिँ कृष्ण मन्दिर यस्तै हुन्छ ट्याक्क पनि यस्तो मन्दिर कहिल्यै हुँदैन याद गरेछ गर्ने है यहाँनिर पैसा लिन्छ होला लिन्छ त यहाँनिर लिन्छ त त्यहाँनिर छिटेर त्यहाँनिर लिन्छ क्या इन्ट्री गर्नुपर्छ पैसा पे गर्नुपर्छ तर यतैबाट छिराउँछ जताबाट छिरे पनि तिनीहरूले त वाच गरेको हुन्छ नि त त्यो कार्ड दिन्छ क्या कार्ड त्यस्तै पनि घाँसमा लट्काइरहेछ त्यस्तो कार्डहरू बुझ्नुभयो यस्तै अरबी गाईहरू पनि काम गर्दै थियो यस्तै गाई अल्हम्दुलिल्लाह ताल अन्त के अरे मुस्लिम हो नि त Habibi, come to Dubai. Come to Krishna Mandir. Oi, गर्नु पता छ कसले छैन कानमा के भनेर त्यो दुईजना चाहिँ किन कानमा पुगेको पैसातिर नभए कृष्ण मन्दिर भित्र दरबार स्क्वायर पनि घुम्छ नि त त्यही भएर कि त्यहाँ हामीलाई पनि लिन्छ दरबार स्क्वायर भित्र छिटो धेरै लिँदैन हामीलाई त 20-30 रुपियाँ कहिले भने मन्डे जाउँ ल मन्डे हुन्छ दादालाई मन्डे घुमाउनुपर्छ कृष्ण दरबार स्क्वायर नत्र कहाँ जाने त एउटा राजाको दरबार है त्यो राजा चाहिँ पण्डित थियो कि के हो यति साह्रो मन्दिर बनाएर कहाँ हुन्छ पण्डित अनि आफ्नो दरबार थियो भने चाहिँ किन यति साह्रो मन्दिर बनायो पछि बनाएको होला नि त तर नि होइन पहिलेदेखि नै होला राजाको दरबार थियो होइन राजाहरू सक्यो अनि यो ठाउँ त त्यत्तिकै उयो सरकारी जग्गा भयो नि त यसले मान्छेले सरकारी जग्गा देख्ने यति कुना काप्चा मन्दिर बनाइदिइहाल्छ नि बाटोतिर रहेछ नि बबल टी खानुहुन्छ जम्लिनु के खानु जाउँ त्यसो भए अब हामी जानुपर्छ ल दादालाई यसरी गर्नु उहाँबाट हेर्नु त ए यताबाट हेर्नु चल्दैछ म गाइड गर्ने मान्छे ओ नो दादै पक्रिनु मलाई भन्नु पर्यो नि त गाइड म के गर्नु म त्यस्तो यस्तो यो यस्तो एक्सप्लेन गर्नु दादाले हँसाउनु छ भिड छ भिड हाई What is this? यहाँ होला छैन तर यहाँनिर त्यो भक्तपुरमा चाहिँ छ क्या दाजु बहिनीको घुमाइ What is this behavior? उयो